नमस्ते, 안녕하세요. EPS टपिक स्किल टेस्ट 2006 को लागि सहयोग हुने केही मेटेरियल्सहरू र विशेष गरिकन म्यानुफ्याक्चरिङको सेक्टरमा सहयोग हुने उत्पादनमूलक क्षेत्रमा सहयोग पुगोस् भनेर यहाँ सजिलोको लागि पिक्चरमा भोकाबुलेरी सहित राखिएको छ। जस्तै यो पन्जालाई छाङ्गाप, खास यो मोक छाङ्गाप हो, मेन छाङ्गाप पन्जा। हेलमेट टाउकोमा लगाउने आन्जाङ हो, सेफ्टी हेलमेट। मास्क विभिन्न थरीको हुन्छन्। एउटा यो चाहिँ हाङ्जिन मास्क, यो चाहिँ डस्ट फ्री मास्क अथवा डस्ट प्रोटेक्ट मास्क, धुलो प्रतिरक्षक मास्क हो। यो चाहिँ विसिङ बग भनिन्छ। विसिङ बग चाहिँ यो विशेष गरिकन केमिकल र फुड प्रोडक्टहरुमा काम गर्दाखेरि यो चाहिँ स्वास्थ्यकर सेनिटेसन सिट अथवा स्वास्थ्यकर कपडा अथवा सफा कपडा भन्ने हुन्छ। यो स्क्रु हो, यसलाई ड्राइभर भनिन्छ, स्क्रु ड्राइभर। यो पेज कस्दा वा खोल्दा प्रयोग गरिन्छ। यो चाहिँ निप हो, तार काट्ने निप हो, यो चाहिँ तार काट्दा प्रयोग गरिन्छ। यो लङ नोज प्लायर, यो चाहिँ रेडियो पेन्चेस, विशेष गरिकन यो सानो कुराहरू समातेर तान्दा यो प्रयोग गरिन्छ। लङ नोज प्लायर। यो पेन्चेस हो, यसलाई फेन्ची भनिन्छ, उडिनमा पनि पेन्चेस, यो बिग्रेको रहेछ पेन्चेस। यो चाहिँ पाना हो, यो चाहिँ स्पाना भनिन्छ, पाना, बोल्ट नट कस्दाखेरि प्रयोग गर्ने। यो चाहिँ आरी हो, यो चाहिँ यसलाई थोक भनिन्छ। अब हेक्सा ब्लेड, थोक। यो घन हो, यसलाई हथौडी, यसलाई माङ्छी भनिन्छ, यसलाई छाङ्दोरी पनि भन्न सकिन्छ। अर्को घनलाई माङ्छी, यो पनि माङ्छी भन्न मिल्छ र छाङ्दोरी पनि भनिन्छ। यो छुरी हो, छुरीलाई खाल धेरै प्रयोगमा हुन्छ, काट्ने छुरी। इलेक्ट्रिक ड्रिल हो, यसलाई छन्गी ड्रिल भनिन्छ, इलेक्ट्रिक ड्रिल, छन्गी ड्रिल। कैँची हो, कैँचीले खावी नाप्ने टेपलाई ठुल्जा, इन्ची टेप वा रुलर। भनिया खलिफस, यो चाहिँ विशेष गरी थिकनेस नाप्नको लागि मोटाइ नाप्ने यन्त्र हो, भनिया खलिफस। यो चाहिँ वेट नाप्नको लागि छौल, स्केल, तराजु। यो चाहिँ पेच हो, नासामोट भनिन्छ, स्क्रु। यो चाहिँ नट वा बोल्ट हो, नटलाई आम्नासा, बोल्टलाई सुनासा, नट वा बोल्ट। भर्याङ, यो निकै प्रयोग हुने हो, सादारी। अनि यो चाहिँ ह्यान्ड फारेट, यो ठुल्ठुलो चाहिँ बाक्साहरू सामानहरू यहाँ राखेर गुडाएर लाने हाते ठेलाइ हो। यसको विभिन्न आकार प्रकार हुन्छ। यो एउटा हो, यो चाहिँ फ्रिजहरू, ठुलो कार्टुन, लामो खालको अग्लो कार्टुनहरू ठेलामा हालेर गुडाउने ह्यान्ड खा। यो चाहिँ यो सानो सामानहरू राखेर गुडाएर लाने ठेला हो, यो पनि हाते ठेलै हो। यसलाई थेच्छा वा हामीले चाहिँ प्र्याक्टिकल रूपमा कुरुमा पनि भनिन्थ्यो, यसलाई थेच्छा वा कुरुमा, यसलाई सुनसुरे भन्न मिल्छ। फारेट, यो चाहिँ कम्पनीमा निकै प्रयोग हुन्छ। सामानहरू निकालेपछि यसमा सामान राखेर अनि प्लास्टिकले र्याप गर्यो, अनि यसलाई छिगिचा लोडरले चाहिँ उचालेर लान मिल्ने यो सामान प्याक गर्ने बाक्स हो। यसलाई साङ्जा पनि भन्ने गर्छ, बाक्स साङ्जा। यो चाहिँ बास्केट हो, सामानहरू राखेर फाकुनी बास्केट। यो टुल बक्सलाई चाहिँ घुङ्गुहाम
टुल बक्स। यो चाहिँ घुङ्गु क्याबिनेट, यो चाहिँ टुल्सको सानो मसिनो टुलको सामान राखेर क्याबिनेट, टुल क्याबिनेट। माले, यो माले भनेको चाहिँ कस्तो भने अब चित्र लुकेको रहेछ, यहाँ एउटा जेब्रा झोला जस्तो हो। साप बेल्चा हो, चाहिँ कुचोलाई पिच्चारु, कुचो पिच्चारु। श्रेबाकी, यसलाई डस्टप्यान, धुलो उठाउने सामान। यो चाहिँ लुब्रिकेन्ट ओइल हो, यसलाई फाङछङ यु। अनि यो चाहिँ मेसिनहरू जाम भयो भने चाहिँ खिया लाग्यो भने यो लाने। सोहागी हो, फायर ग्यास। अनि यो चाहिँ प्लास्टिकको डोरी हो, यसलाई फिनिल्कुन, प्लास्टिकको रसी वा डोरी। यो टेप हो, यो टेप ट्रान्सले टेप। मल्टी टेप, यो चाहिँ एक्सटेन्सन, मल्टिमिटर, मल्टी एक्सटेन्सन। छमसङ्गी, यो बिजुलीको तार हो, लामो ठाउँमा तानेर बिजुली प्लगबाट तानेर गर्नु पर्यो भने स्विच। हानफुङ्गी, यो चाहिँ एक्जस्ट फ्यान हो, हानफुङ्गी। यो चाहिँ अब एमसिबी भयो भने हुन्छ, दुजन छाताङ्गी मात्रै भन्दैन हुन्छ। यो चाहिँ फेरो सिएमगी भनेको चाहिँ बिजुलीको प्लस माइनस चेक गर्नको लागि, पावर चेक गर्नलाई। यो चाहिँ सुनजुन्दुङ, यो चाहिँ हाते लाइट, फ्ल्यास लाइट। यो चाहिँ छाकपदुङ, काम गर्दाखेरि अँध्यारो ठाउँमा बिजुली डाइरेक्ट जोडेर हुँदा। ड्रम हो, तेलहरू चाहिँ रङहरू राख्ने ड्रम। छिगेछा, यो चाहिँ लोडर हो, फोकलिफ्ट। यो कम्प्रेसर र मेसिनमा यो हावा गर्नको लागि यो आवश्यक हुन्छ। बेन्डिङ की, यो चाहिँ बेन्डिङ मेसिन हो, यसले चाहिँ सामानको बेन्ड गर्छ। यो चाहिँ कन्ट्रोल प्यानल, यो चाहिँ पावर कन्ट्रोल हो, पावर सप्लाई अथवा पावर कन्ट्रोल। यो चाहिँ होइस्ट क्रेन हो, ठुल्ठुलो सामान उचालेर एक ठाउँबाट अर्को ठाउँमा सार्नको लागि। यो 5 रेन्ची, अर्को सलाई रेन्चीले मुङ्की भनिन्छ, यसलाई चाहिँ 5 रेन्ची। यो चाहिँ सकेट रेन्ची, यो चाहिँ रेन्ची नै हो। यो भयो चिन्ह भयो, क्वाब छन्की भनेको चाहिँ उच्च हाई भोल्टेजको चिन्ह छ। मुल्छे इदोङ कुम्ची, सामान सार्न नपाइने। यो चाहिँ आइरन कटर हो, फलामहरू काट्ने। यसलाई वनह्याङ थोप। यो चाहिँ अब पन्नन छक्यो, वेल्डिङ मार्क्स प्रयोग गर्नुहोस् भनेको। यसलाई चाहिँ एलएनकी, यसलाई युकअप रेन्ची, एल रेन्ची, युकअप रेन्ची। यो चाहिँ त आगोबाट जोगाउनुहोस् भनेको फागी इन्गुल। यो चाहिँ हेलमेट प्रयोग गर्नु, अन्जनमो छाक्यो। यो बाघ हो, 22 भन्छ यसलाई, चेप्ने।